बालनको लागि एउटा दुःखद खबर। बालनको झापामा मार्न फुल तयारी भइरहेको छ। पहिला तपाईहरु यो भिडियो हेर्नु। झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ के? जहाँबाट बनाइसिया छ दाइ, बनाइसिया छ नि पनि हो। हामी के मान्छे झापा 5 मा चाहिँ तपाईको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरुको कुरा भएको छ। मेरो दाइ हैन एमालेको पुरै मान्छे सतर्क छन्, बजाउने वालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न, सर्वदलीय बजाउने पनि कहिले भने तपाईको त्यो बुधमा तपाईको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले हैन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेट भन्छ, त्यो गर्नै पर्छ। गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने के गर्छ दाइ। तपाईले पिटे खान्छ के ढुक्क हुनु, पिटे खान्छ के ढुक्क दाइ। पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो, त्यही भनेको। कहाँ बाटोमा अन्तिम चेतावनी मैले फेरि पनि भन्छु, एमालेको साँच्चै राष्ट्रवादी शक्ति हो, देशभक्ति शक्ति हो भने झापामा बालेन आउँदा मन्दिरमा एकदम ठिक छ। कालो मोसो लाएर कुदाउनु पर्छ। मेरो मन्दिरमा त ठिकै। एकजनाले रोकिदिने हो, गएर त्यसको विरुद्धमा अर्को मान्छे उठाइदिने हो। त्यही भएर जाँदैछु म त। म अब निक्लिन्ला हो, जाँदैछु म त। पैसा यताउति भयो भने हर्खलाई सपोर्ट गर्न अनि गएर झापा पनि पुग्ने हो। एकचोटि उता गएर रूपन्देहीतिर गएर मान्छे झापा 5 मा चाहिँ तपाईको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरुको कुरा भएको छ। मेरो दाइ हैन एमालेको पुरै मान्छे सतर्क छन्, बजाउने वालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न, सर्वदलीय बजाउने पनि कहिले भने तपाईको त्यो बुधमा तपाईको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले हैन। अरू बेला पनि अब तिमीहरूले चाहिँ बहिष्कार गर्न पर्थ्यो। त्यो घर दैलो पनि भनेको घर दैलोलाई पनि बहिष्कार गर्ने भनेर टोली पुरै तयारी भएको छ क्या दाइ। अगाडि पङ्क्तिमा युथ भलन्टियर फोर्स, त्योभन्दा पछाडि युथ फोर्स, त्योभन्दा पछाडि अनेरा छोप्यो। पुरै 3 लयर छ क्या दाइ। तीन लयर राखेको छ के हैन। अब त्यस्तो अवस्था छ। अब हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। जमाना जफत गरेर लहटिन्छ। चुनाव होस् नहोस् सरकार भएन, चुनाव हुने कुरो पछाडि हो। झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ के? जहाँबाट बनाइसिया छ दाइ, बनाइसिया छ नि पनि हो। हामी के भानु चुनावले म राजस्व उकालो गर्ने मान्छे हो। राजस्व उकालो गर्ने मान्छे हो भने राजाको बारेमा जबसम्म कसले पनि गलत बोल्छ भने राजा चाहियो भन्दैन भने त्यसलाई कहाँ पूजा गरेर बसिन्छ भने पूजा गरिन्छ भनेको। जहाँबाट चाहिँ गोली ठोक्ने। पुरानो नेताहरूले त देश खतमै बनाएको थिए, नयाँले चाहिँ देशै नरानी भयो। यहाँ धेरै मान्छे मर्ने त्यो भएर अब चाहिँ पुरानोलाई पनि गएर लिएर आउनुपर्छ। पुरानोलाई गएर सुधारेर धोइराई गर्न मिल्छ। हेर्नुभयो, हाम्रो नेपालमा राम्रो काम गर्ने मान्छेको जिउने अधिकार छैन। यो ओलीको झोलेहरू यो फुल प्लानिङ गरिरहेछ। म बढी भन्न चाहदैन। यो भिडियोलाई यति सेयर गर्नु कि हाम्रो नेपाल सरकारसम्म पुग्यो। अनि यो भिडियो बालनसम्म पनि पुर्याइदिनु, किनकि अब हाम्रो नेपालमा बालनलाई सतर्क भएर बस्नु जरुरी छ। जय नेपाल।